इरानले फेरि लगायो स्टेट अफ हर्मुजमा नाकाबन्दी, यसको असर इन्धन बजारमा विश्वव्यापी। इरानले हालै स्टेट अफ हर्मुज बन्द गरेपछि विश्व तेल बजारमा ठूलो असर परेको छ। यो सम्पूर्ण समुद्री मार्गबाट विश्वले करिब 20% तेल ओसार पसार गर्ने गरेको छ। अहिले यो अमेरिका र इरान बीच बढ्दो तनावको केन्द्र पनि बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति कडा नीति अपनाइरहेका छन् भने इरानका नेता मुस्तफा अली खामेनीले पनि यसको जवाब भरपूर रूपमा लिइरहेका छन्। यस ऊर्जा सङ्कटको असर नेपाल जस्ता विकासशील देशमा पनि पर्ने देखिएको छ। नेपाल जसले आफ्नो अधिकांश इन्धन भारत मार्फत आयात गर्छ, अहिले बढ्दो इन्धन मूल्यको दबावमा नेपाल परेको छ। पेट्रोल, डिजल र ग्यासको मूल्य बढ्दा दैनिक जीवन महँगो हुँदै गइरहेको छ। यसले कोभिड पछिको आर्थिक सुधारलाई कमजोर बनाउन थालेको छ। खाडी क्षेत्रमा भइरहेको यो घटनाले नेपालको अर्थव्यवस्थालाई अत्यन्त नराम्रोसँग असर पार्ने देखिन्छ। नेपालको 20 लाख मान्छेहरू खाडी क्षेत्रमा काम गरिरहेका छन्। साउदी अरेबिया, कतार, युएई, बहरेन जस्ता देशमा आफ्नो श्रम बेचेर नेपालमा घर परिवार चलाउँदै आइरहेका छन्। ऊर्जा सङ्कट र आर्थिक सङ्कटलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा विभिन्न देशहरूले आफ्नो कदम चाले तापनि नेपाल चाहिँ केही कर्मकाण्डी उपाय लगाएर बसिरहेको देखिन्छ। इन्धनमा केही कर छुट र विधाका योजनाहरू बाहेक नेपाल सरकारले खासै महत्त्वपूर्ण कदम चालेको देखिन्न। विश्लेषकहरू भन्छन् अबको ऊर्जा सङ्कटलाई कसरी भविष्यमा सम्बोधन गर्ने, नेपाललाई अगाडि कसरी बढाउने भन्ने कुरामा हाम्रो नीति निर्माण बन्न जरुरी भइसकेको छ। ऊर्जाको विविधीकरण नै नेपालको आगामी भविष्य हो भन्ने पनि उहाँहरूको तर्क रहेको छ।